यो चाहिँ हिजोको भिडियो आज अपलोड गर्दैछु म चाहिँ। अनि यहाँनिर चाहिँ म जेरेनियमको कटिङ्सहरू निकाल्दैछु। अनि जेरेनियमको कटिङ्स चाहिँ कसरी सार्छ भन्नुपर्दा चाहिँ तपाईहरुले यसरी हाँगा निकाल्नुस् अनि थुप्रो थुप्रो पत्ता छ भने चाहिँ अलिक छाटेर चाहिँ 2-3 वटा मात्रै राखिदिनुस्। अनि बडहरु पनि सबै निकाल्नुपर्छ। बड राख्नु भयो भने चाहिँ ढिलो सर्छ अनि छाट्नु भयो भने चाहिँ निकाल्नु भयो भने चाहिँ छिट्टो सर्छ नि त। अनि मल माटो भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ यहाँनिर बेसी पत्करको मल युज गरेको छु। अनि लास्ट इयरको जुन फुलिसकेको फुलको पुरानो मल माटो हुन्छ त्यो पनि अलिक मिक्स गरिदिएको छु। लास्ट इयरसम्म चाहिँ मैले चाहिँ पत्करमा मात्रै सार्ने गर्थे। त्यसरी पनि राम्रोसँगले सर्छ किनभने अब यो यहाँनिर नै फुलाउने त हैन, त्यही भएर चाहिँ भोलि पर्सि अब सार्ने बेलामा गाईको मलहरू मजाले मिक्स गरेर मल माटो फेरि बनाउनु पर्छ नि त। त्यही कारणले चाहिँ यहाँनिर सार्नुको लागि मात्रै चाहिँ पत्करमा पनि राम्रोसँगले हुन्छ अनि बलुवामा पनि हुनु त हुन्छ। तपाईहरुले अब जे गर्नु भए पनि त्यो चाहिँ तपाईहरुको चोइस हो। म चाहिँ यहाँनिर पत्करकोमा नै सार्छु सधैं जेरेनियमलाई चाहिँ। अनि अलिकति ढिलो हुँदैछ यो जेरेनियमको कटिङ सार्नुको लागि, तरै भए पनि सार्नु चाहिँ सारिदिए। अनि लास्टमा सारिसकेर चाहिँ यति भएको थियो।